नेपाल प्रिमियर लिग सिजन 2 को क्वालिफायर अगाडिको सबै खेलहरू सकिएसँगै अब मात्र प्लेअफको 4वटा खेलहरू मात्र बाँकी रहेको छ। यसपालि एनपिएलमा सुदूरपश्चिमको टिम 12 अङ्क, विराटनगर 10 अङ्क, काठमाडौँ पनि 10 अङ्क र लुम्बिनी लायन्स भने 8 अङ्कको साथमा प्लेअफको बाटोतर्फ लागेको छन् भने यी 4वटा टोलीबीच हुन गइरहेको प्लेअफको खेलमा पहिलो क्वालिफायर 1 को ब्लकबस्टर म्याच सुदूरपश्चिम रोयल्स भर्सेस विराटनगर किङ्सको हाई भोल्टेज गेम हुँदैछ र आजको यस भिडियोमा क्वालिफायर 1 को सम्पूर्ण म्याच डिटेल्सको बारेमा हामीले चर्चा गर्नेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र आउनुहोस् ढिलो नगरी भिडियोतर्फ प्रवेश गरौँ। यसपालि एनपिएल सिजन 2 मा 4वटा टोली सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाडौँ गोर्खा र लुम्बिनी लायन्स गरी प्लेअफमा 4वटा टोलीहरू भने समावेश गरिसकेका छन् भने पहिलो क्वालिफायर म्याच भने सुदूरपश्चिमले विराटनगरको टिमसँग खेल्दैछ र अघिल्लो खेलमा यी दुईटा टोलीबीच भने खेल भएको थियो। सुदूरपश्चिमले 6वटा विकेट गुमाएर 148 रनको पनि टार्गेट दिएको थियो भने विराटनगरले उक्त टार्गेटलाई डोमिनेसन ब्याटिङ गर्दै 11.5 ओभरमा 6वटा विकेटको शानदार जित निकालेको थियो। तर अबको खेलमा सुदूरपश्चिमको टिमबाट मेन ब्याट्सम्यान क्रिस लिन र जस ब्राउनको भने प्लेइङ 11 मा समावेश हुने छैन। त्यसैले सुदूरपश्चिमको टिमले विराटनगरको टिमसँग क्वालिफायर 1 मा प्लेइङ 11 मा म्यासिभ चेन्ज गर्नेवाला छ र क्वालिफायर 1 को म्याच यी दुईटा टोली बीच जसले पनि बाजी मार्छ त्यो टिम भने फाइनल तर्फ प्रवेश गर्नेछ भने जसले क्वालिफायर 1 मा हार्छ त्यो टिमले भने क्वालिफायर 2 मा यानि कि एलिमिनेटरबाट जसले जित्छ त्यो टिमसँग भने खेल्न पर्नेछ क्वालिफायर 2 मा। त्यसैले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बीच दुवैजना टिमले आफ्नो प्लेइङ 11 लाई स्ट्रङ बनाउँदै एकदमै फरक प्लानिङ र कडा स्ट्र्याटेजी बनाएर भने दुवैजना टोलीले फाइनलको बाटो भने तय गर्ने प्लानिङमा रहेका छन्। क्वालिफायर 1 जसले बाजी मार्छ त्यो टिम डाइरेक्ट फाइनल जाने हुँदाखेरि दुवै टोलीले आफ्नो टप लेभलको पर्फर्मेन्स दिनेवाला छन् र हेड टु हेडको कुरा गर्नु पर्दाखेरि यी दुईटा टोलीबीच दुईवटा खेल भएको छ र दुईवटा खेलमा अघिल्लो सिजनमा भने सुदूरपश्चिमले 90 रनले हराएको थियो र अहिलेको सिजनमा विराटनगरले 6वटा विकेटले हराएको छ यानि कि हेड टु हेडमा बराबरी नै देखिन्छ। तर क्वालिफायर 1 को म्याच कसले बाजी मार्छ होला त कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र आफ्नो मनपर्ने टिमलाई पनि कमेन्ट बक्समा सपोर्ट गर्न भने नबिर्सनु होला। आजलाई भने यति नै हाम्रो भेट क्वालिफायर 1 म्याचको सुदूरपश्चिम र विराटनगरको खेलमा हुने बाचाको साथमा आजको यो भिडियोबाट म बिदाई माग्न चाहन्छु। हस्त जय देश, जय नेपाली क्रिकेट।